यो बाघ खुलेआम घुम्न लाएको आज हप्ता दिन जति भयो होला। न त स्थानीय सरकारले यसलाई नियन्त्रणमा ल्याउन सक्यो, न त प्रदेश सरकारले यसलाई नियन्त्रणमा ल्याउन सक्यो। मान्छे मार्दै हिँड्दै गर्ने बाघलाई सरकारले गोली हान्न आदेश दिए पनि अहिलेसम्म कसैले पनि न नियन्त्रण न मार्न सक्यो। अहिले यहाँका स्थानीयहरू एकदमै डर र तरासमा छन्। बाँकी राष्ट्रिय निकुञ्जबाट छिरेको बाघ अहिले भेरीगङ्गा नगरपालिकाको जङ्गलभित्र घुमिरहेको छ। एकदमै तरासमा छौँ हामी, डरमा छौँ हामी। प्लिज साथीहरू, म त भन्छु कि तपाईहरू कहीँ कतै यात्रा गर्दा दाउरा घाँस काट्दा एक्लै नजानु होला र समूह बनाएर जानु होला। एकदमै खतरा छ। यति बेला सबै आफ्नो ठाउँमा एकदमै सुरक्षित हुन जरुरी छ। हल्ला बाघ आयो भन्ने हल्ला मात्रै छ, तर बाघलाई चाहिँ नियन्त्रणमा कसैले पनि ल्याएको छैन। बाघले जति बेला पनि कसैको हत्या गर्न सक्छ। त्यसैले आफ्नो ठाउँमा एकदमै सुरक्षित हुन जरुरी छ। कहीँ कतै एक्लै जाने प्रयास नगर्नु होला र साँझको समयमा एकदमै छिटो कहाँ हुनुहुन्छ, कसरी कुन ठाउँमा हुनुहुन्छ, छिटोभन्दा छिटो घर आएर एकदमै समूहमै बस्न एकदमै जरुरी छ है। एउटा मेरो जानकारीमूलक भिडियो चाहिँ यति नै हो। कहीँ कतै खबर पाउनुभयो भने तुरुन्त सरकारवालासँग र वडा कार्यालय र प्रहरी प्रशासनमा खबर गरिदिनु होला। हवस् त, धन्यवाद।